हेलो साथीहरू, म आशा गर्दछु तपाईहरूको दिन एकदमै राम्रो बितिरहेको छ र मेरो पनि एकदमै राम्रो बितिरहेको छ। के गर्नु, विदेशमा आइयो, सुख दुःख गर्नै पर्यो है। अनि मैले चाहिँ के भन्न चाहे यहाँ भन्दाखेरि let us not become weary in doing good, for at the proper time we will reap a harvest if we do not give up. मैले फेरि दोहोऱ्याउन चाहे, let us not become weary in doing good, for at the proper time we will reap a harvest if we do not give up. साथीहरू, र यसै अनुसार मैले पनि के भन्न चाहन्छु भने आजको यो सानो भिडियो मार्फत हामीले चाहिँ प्रयास गर्न नछोडौँ, चाहे जस्तो पनि होस् हैन। अब जस्तो हाम्रो मनले भन्छ, हाम्रो इच्छा हुन्छ, त्यो चिज हामीले चाहिँ गरौँ। हुनसक्छ हामी सक्सेसफुल पनि हुन सक्छौँ है, त्यो प्रोजेक्टमा, त्यो इभेन्टमा, त्यो एक्टिभिटीमा हामी सक्सेसफुल पनि हुन सक्छौँ र हुनसक्छ हामी चाहिँ अनसक्सेसफुल पनि हुन सक्छ। जस्तो मैले आज यहाँहरूको माझमा यो बैगनको तरकारी अर्कै स्टाइलमा पकाउन गइरहेको छु, साथै यो स्टिक पनि पोर्क स्टिक लिएको छु। तर मैले चाहिँ यसलाई अब हेर्नुहोस् है के गर्दैछु, तर पनि लास्टमा यसको रिजल्ट के हुन्छ है त, त्यो चाहिँ हामी हेरौँ अनि त्यसपछि आनन्द लिगौँ र केही पाठ सिकौँ। किन भन्दाखेरि हामीले कहिले पनि गिभअप गर्नु हुँदैन क्या, जे जस्तो भए तापनि हामीले ट्राई गर्नुपर्छ जस्तो लाग्छ है मलाई। त्यही भएर आज मैले पनि मेरो बैगनलाई फरक तरिकाले ट्राई गर्दैछु साथीहरू। एक त मलाई एकदमै अल्छी लागेको कामपछि आएर खाना पकाएर खानको लागि, त्यसैले मैले पनि के गरेँ भन्दाखेरि सर्लक्क बैगनलाई काटेँ, टमाटर पनि ठुल्ठुलो पिसमा काटेँ र त्यसलाई तावामा मैले चाहिँ मजाले पकाउन गएँ भने यतातिर मेरो गार्डनमा फलेको साग हेर्नुहोस् न। त्यही त नि कि हामीले चाहिँ हार्डवर्क गऱ्यौँ या चाहिँ हामीले चाहिँ केही कुरा गऱ्यो भने त्यो कुराको हार्भेस्ट त हामीले पछि पाइहाल्छौँ नि त है। मैले पनि कुनै समयमा यो बाँझो जमिन खनेर साग रोपेको थिएँ र अहिले चाहिँ मैले मजाले यसलाई उपभोग गर्न आज पाइरहेको छु साथीहरू। हेर्नुहोस् न, कुरा गर्दा गर्दै म त नुन हाल्नै बिर्सेछु त हो। अब फेरि नुन हाल्दै अनि त्यसपछि यहाँ मैले चाहिँ स्टिकमा खाली ठाउँ स्पेस देखेँ र त्यसलाई फेरि मैले ग्र्याब गरिहालेँ कि त्यो बैगन हालेर त्यसमा पनि फ्राई गरिदिउँ न त, छिटो होला भन्ने जस्तो लाग्यो। किनभने मैले खाना रातिको 8 बजेपछि नै बनाइरहेको थिएँ। अनि त्यसपछि यता सागहरू पनि मलाई त आफ्नो बारीको भएर होला फाल्न मनै लागेन, जस्तो भए पनि खान्छु नै भनेर मैले चाहिँ यो अगस्त महिनामा त्यो पनि बासेको साग खान पाउनु, त्यो पनि विदेशमा आएर, कस्तो राम्रो कुरा, आफ्नै तारिफ गर्दैछु। अनि त्यसपछि यता स्टिक पनि तयार भयो अनि यही तावामा मैले चाहिँ के गरेँ भन्दाखेरि यो साग फ्राई गर्दै पनि त्यो चाहिँ मेरो बैगन पाकिसक्यो, त्यसलाई मैले मजाले म्यास गरेँ। त्यसपछि मैले लसुन पाउडर हालेँ, आर्दै पाउडर हालेँ कलरको लागि र अलिकति बेसार चाहिँ हाल्दैछु। अनि त्यसपछि चाहिँ मेरो खानेकुरा तरकारी जे होस् लास्ट भयो, तयार भयो। अनि यसलाई चाहिँ हल्लाइ चलाइ गरेँ। यतातिर चाहिँ मेरो स्टिक तयार भएको थियो, तर मलाई लाग्यो अलि यसलाई टेस्ट इन्हान्स गर्नुपर्छ कि नेपाली पारामा त, नेपाली स्टाइलमा त अलिकति स्पाइसी हुनुपर्छ जस्तो लाग्यो। अनि त्यसैले गर्दाखेरि मैले चाहिँ यसलाई कटिङ गरेँ हो। यो पनि मैले अलिकति ट्राई गर्न खोजेको कस्तो हुन्छ भनेर। अनि त्यसपछि यसमा चाहिँ मैले टेस्ट पनि गर्दैछु साथै। अनि त्यसपछि मैले चाहिँ यसलाई के गर्छु भन्दाखेरि कटौरामा हालेर अलिकति मेरो स्पाइसी अचार छ, त्यो अचारलाई हालेर त्यसपछि अलिकति नुन र लेमनको रस हालेर साथै यसमा चाहिँ मैले अलिकति यसलाई के भन्छ तपाईँको कालो मरिच हालेर त्यसपछि त यति मिठो टेस्ट भएन साथीहरू, यस्तो मजा लाग्दो भयो कि अब यो चाहिँ एकदमै सेकुवा, अलिकति सेकुवा जस्तो एसेन्स आइरहेको थियो। त्यो जस मलाई चाहिँ मजा आइरहेको थियो है यो सबै कुराहरू गर्न। अनि यता चाहिँ मेरो भात पनि सिटी लगाइदिएँ अलिकति। अनि अचार पनि मैले यसलाई मजाले मोलमाल पार्नको लागि म चाहिँ एकदमै रेडी भएँ। अनि साथीहरू यस्तै गरेर मेरो डिनर पनि तयार हुन लागेको छ। तपाईँहरू के कसो गर्दै हुनुहुन्छ कमेन्ट गर्न सक्नुहुन्छ अनि हामी चाहिँ कुराकानी गर्न सक्छौँ ल। किनभने तपाईँहरूको कमेन्टलाई मैले एप्रिसिएट गर्नेछु।
अनि यसरी चाहिँ मेरो डिनर तयार भयो र साथीहरू यस्तो मजा आयो यो चाहिँ खाना खाँदाखेरि।